कतिजनाले के गर्नुहुन्छ थाहा छ? कतिजनाले नि चन्दन नलगाइकन पूजा सक्नुहुन्छ अनि अन्तिममा चन्दन लगाउनुहुन्छ। त्यो पनि हामी गलत गर्छौँ। भगवानलाई चढाउने चन्दन अलग्गै राख्ने, आफूले चन्दन लगाउने अलग्गै राख्ने। कुरो बुझ्नुभयो? अनि हजुरहरूले पहिले चन्दन धारण गर्ने, तिलक धारण, किनभने खाली निधार पूजन गर्नु हुँदैन कहिल्यै पनि। हजुरहरूले अलग्गै निकाल्ने, पहिले भगवानलाई चढाउने अलग्गै निकालेर राख्ने अनि आफूलाई लगाउने अलग्गै राख्ने। त्यो तिलक आफूले पहिले धारण गर्ने अनि हामीले तिलक धारण गरेर भगवानको पूजन गर्ने। हजुरहरूको घरमा पूजा लगाउनुहुन्छ नि होइन? पूजा लगाउँदाखेरि पहिले लु यजमान बस्नुहोस् भनेर ब्राह्मणले भन्दाखेरि पहिले पञ्चगव्य दिनुहुन्छ अनि तिलक धारण गराउनुहुन्छ कि हुन्न? हुन्छ कि हुन्न भन्नुहोस् त? अनि त्यहाँबाट पवित्र धारण गराएर बसाउनुहुन्छ, हो कि होइन? हो। हामी अपवित्र छौँ भने पनि पवित्र भएर बस्न पाऊँ है भन्नको निमित्त हामीले त्यो कर्म गरेको। त्यही भएर चन्दन पहिले लगाउने, भगवानलाई लगाउने चन्दन अलग्गै राख्ने, आफूले लगाउने चन्दन अलग्गै राख्ने, तर खाली निधार पूजा कहिल्यै पनि नगर्ने।